पढाम सबैमा कोटानको प्लानमा चाहिँ यहाँ हेर्नुहोस् त बेलबारी चोकमा कतिजना साथीहरू स्पिड कुदिरहनु भएको छ। कसैलाई कसैको मतलब छैन, कसैले कसैलाई चाहिँ वास्ता गरेका छैन। यति कुदेका छन्, यति कुदेका छन्, यति कुदेका छन्, त्यहाँ गाडी कुनै पनि ठाउँमा अलिकति ब्लक भयो भने उछिनेर कति हतार भएको। अब यो चाहिँ अचम्मै छ। भुइँमा गुड्ने होइन, आकाशमा उड्ने जत्तिकै गरेका छन् साथीहरूले। म पनि अहिले चोकमै छु। यो रोड लगभग 20 मिटर फराकिलो होला, तर 100 मिटरभन्दा बढीको दौडान लिएका छन्। सबै रोड एकैजनाको मात्रै, अरू कोही हिँडेको छैन जस्तो गरेर गरेका छन्। उड्न खोजेका छन् कि कोही पनि रोक्नेवाला छैन। त्यस कारणले यस्तो हतार नगर्नु होला। आफ्नै लागि नै क्षति हुन्छ, अर्काको लागि होइन। हवस्, प्रेम प्रणाम।